नमस्ते नि नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु। नेपालभरि अहिले चाहिँ चुनावको माहौल निकै नै तापक्रम बनिरहेको छ। पक्कै नेपालमा अहिले चाहिँ भोट हाल्नेको निकै नै लहरा धेरै लामो जनसङ्ख्याहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। पक्कै पनि भोट हाल्नको लागि कसले जित्छ कसले हार्छ भनेर एउटा नमौली हेरिरहेका छन् प्रतिनिधिहरूले। जनप्रतिनिधिहरूले अहिले चाहिँ भोट टेन्सनमा छन्, एकदमै टेन्सन र चिन्तित मानिरहेका छन्। कसले जित्छ होला त, मेरो पार्टीले जित्छ या हार्छ भनेर बडो चिन्तित अनि बडो टेन्सनमा छन्। हुन पनि किन नहोस्, यति कौँ वर्षसम्म लुटेर खाइसकेपछि पूर्ण फेरि लुट्न ढुट्न पाइन्छ कि पाइँदैन? कतै फेरि अर्को पार्टीले जित्यो भने हाम्रो हात भित्तै पो हुने हो कि भनेर बडो चिन्तात्मक छन्। कतिपय कुराहरू त मनमा खेलेर टेन्सनको डिप्रेसनको औषधि पनि खाने भइसकेका होलान्। कतै नेताजीहरू पनि डिप्रेसनको औषधि त खानुभएको छैन। पक्कै पनि यदि खाँदै हुनुहुन्छ भने खाने भएपछि विष खानुहोस्, तर डिप्रेसनको औषधि नखानुहोस्। किनभने यतिन्जेलसम्म तपाईँले बनाएका देश, तपाईँले बनाएका रेल, तपाईँले बनाएका पानी जहाज यहाँ गुडिरहेका छन्, यहाँ चलिरहेका छन्। तपाईँले गरेका विकास निकास हामी जनताले प्रत्यक्ष हेरिरहेका छौँ, देखिरहेका छौँ। त्यसकारणले तपाईँ चिन्तितमा नहुनुहोस्।